काठमाडौँदेखि अनुमानित 1110 किलोमिटरको दूरीमा मालिका अर्जुनको मन्दिर अवस्थित छ। यहाँ पुग्न कैलालीको अत्तरियाबाट सजिलै मोटर पाउन सकिन्छ। देशको विकट ठाउँहरूमध्ये यो पनि एउटा अविकसित ठाउँ हो। यहाँ केही वर्ष अगाडि मात्र बाटो पुगेको छ। यहाँ अहिलेसम्म बिजुली पुग्न सकेको छैन। भाग्यवश जात्राको केही दिन अगाडि हामी त्यहाँ पुग्यौं। उक्त समयमा गाउँमा जात्राको भव्य तयारी हुँदै थियो। गाउँमा चारैतिर दमाहाको गुन्जन सुन्न सकिन्थ्यो। छिमेकी गाउँहरूमा पनि जात्रा चल्दै थियो। यस गाउँको दमाहाहरू त्यहाँ जानुपर्ने रहेछ। मालिका अर्जुन मन्दिर वरपर लट्टीनाथको मन्दिर छ। लट्टीनाथलाई मालिका अर्जुनको छोराको रूपमा पूजा गर्ने चलन छ। हुनैनाथ, भगवती, मड, लट्टीनाथ, मलेनाथ, कैलपाल जस्ता मन्दिरहरू यहाँका प्रमुख धार्मिक स्थलहरू हुन्। यस मन्दिरमा वर्षको 2 पटक ठूलो जात्रा लाग्ने गर्दछ। अषाढ र कार्तिक महिनाको त्रयोदशी र चतुर्दशीका दिन यहाँ उल्लेख्य रूपमा धर्मावलम्बीहरूको घुइँचो देख्न सक्दछौँ। घनघोर जङ्गलको बीचमा अवस्थित यस मन्दिर कहिले र कसले बनाएको भन्ने कुरा कसैलाई थाहा नभएको पाइयो। यो मन्दिरको एकमात्र दर्शनले सम्पूर्ण पाप नाश हुने र मनले चिताएको कुरा पुग्ने जनविश्वास रहिआएको छ। यस कुरालाई यहाँ चढाइएको घण्टीहरूले प्रमाणित गरिदिएको छ। आफूले चिताएको कुरा पुगेमा कोहीले घण्टी चढाउँछन् भने कोहीले छाता, सुन, चाँदी र अन्य बहुमूल्य धातु चढाउने गर्दछन्। भगवान शङ्करको 12औं ज्योतिर्लिङ्ग मध्येको एक ज्योतिर्लिङ्गको रूपमा मालिका अर्जुनलाई पूजा गरिन्छ। दार्चुलावासीहरू यहाँ मनाइने जात्रालाई दशैँ र तिहार भन्दा पनि बढी महत्त्व दिएको देख्न सक्दछौँ। कार्तिक शुक्ल एकादशीको दिन पन्ना अर्थात् पुजारी, भण्डारे, मुखिया लगायत अन्य व्यक्तिहरू भण्डार घरमा गई विधिवत रूपले यहाँ रहेको पूजा सामग्रीलाई बाहिर निकालिन्छ। खास गरेर स्थानीय हो। यो सामान रहने खजना घर कुनै पनि शुभ कार्य गर्दा भोकर बजाउने र पूजाको एउटा प्रमुख अङ्गको रूपमा भोकरलाई लिने गरिन्छ। यहाँ रहेका सम्पूर्ण सामग्रीहरू विभिन्न कालमा भक्तजनहरूले भाकल पूरा भएपछि चढाएको भन्ने कुरा यहाँ कुँदिएको लेखहरूबाट प्रष्ट हुन्छ। साथै
यहाँ 136 वर्ष अगाडि चढाएको अर्घ सबैभन्दा पुरानो देखिन्छ। यो डोलीमा सजिएको मूर्तिलाई मालिका अर्जुनको श्रीमतीको रूपमा पूजा गरिन्छ। त्रयोदशीको दिन अरू भाँडाकुँडा लगायत यस मूर्तिलाई पनि मालिका अर्जुन मन्दिर परिक्रमा गराई भित्र राखिन्छ। सुनको टोपी, सुनको जनै लगाएको यो मूर्ति मालिका अर्जुनको हो। सम्पूर्ण भाँडाकुँडाहरू सफा गरिसकेपछि पुनः भण्डार घरमै राखिन्छ र एकादशीको सम्पूर्ण कार्य सम्पन्न हुन्छ। कार्तिक शुक्ल त्रयोदशी शिखर यात्राको दिन पन्ना, भण्डारे, मुखिया लगायत टाढा टाढाबाट आएका धर्मावलम्बीहरू भण्डार घरमा गई त्यहाँ रहेको सरसामानलाई ध्वजामा सिँगारी दमाहा बजाउँदै मालिकार्जुन मन्दिर परिक्रमा गराई सबै सामग्री मन्दिरभित्र राख्ने गर्दछन्। त्रयोदशीको जात्रा विशेष जात्राको रूपमा लिइन्छ। यस दिन शिखर चढ्नुपर्ने हुन्छ। पुजारीले मन्दिरमा पूजा गरिसकेपछि शिखरमा गई त्यहाँ स्थापना गरेको मन्दिरमा दियो बाली एक रात उतै पूजा गरेपछि भोलि चतुर्दशीको दिन मालिका अर्जुन मन्दिरमा फर्किनुपर्ने र त्यहाँ पूजा गर्ने चलन रहिआएको छ। Ah